यस्तो भइसकेको छ यो। वेलकम ब्याक गाइस, तपाईँलाई धेरै धेरै स्वागत छ नयाँ भिडियोमा। र आज चाहिँ म कहाँ आएको छु भन्ने कुरा तपाईँले देखिसक्नुभयो। र आज म घोडाघोडीमा आएको छु, म मात्रै होइन, सपरिवार हामी चाहिँ घोडाघोडीमा आएका छौँ। र तपाईँलाई म पहिला घोडा देखाउँछु। यो चाहिँ घोडा हो अनि यो चाहिँ घोडी। घोडी चाहिँ एकदमै राम्री छ होइन, सेती। र अब घोडा चाहिँ हल्का कालो छ, ब्राउन देखिया छ। यो चाहिँ घोडा हो। अब यहाँ जानको लागि के गर्नुपर्छ भन्ने कुरा चाहिँ तपाईँलाई म देखाउँछु। यहाँ जानको लागि, भित्र जानको लागि चाहिँ टिकट काट्नुपर्छ। यहाँदेखि यहाँ दाइ, मेरो दाजु र बुवा उभिनु भएको छ। र यहाँ यो बाटो चाहिँ यो मन्दिर जाने बाटो हो। यहाँदेखि चाहिँ तपाईँ टिकट काट्न सक्नुहुन्छ। यहाँ टिकट काट्नु भयो भने चाहिँ तपाईँ भित्र प्रवेश गर्न पाउनुहुन्छ। र यति बेला वेट गरिरहेछौँ र वेट गर्नभन्दा पनि आइसकेका छन्। कुदा नजान आइहाल्छ नि त तिनीहरू। सो यति बेला आइसके। कहाँ शिवम यही छ? ओए शिवम, पिउ खै। यति बेला टिकट 7वटा दिनु त। यहाँ चाहिँ यो भित्रको वातावरण हो। अब एकैछिन बनाउँछ है त। कताबाट जाने भन्नुभयो अरे भाउजूले? हो ए, अब तपाईँले थाहा पाइसक्नुभयो होला गाइस। कहाँ यहाँ तपाईँ यदि नयाँ आउनुभएको छ भने घोडाघोडीमा कताबाट आउने र कताबाट जाने भन्ने कुराहरू यहाँ भनिसक्नु भएको छ। अब यो हेर्नुहोस्, यहाँदेखि खस्यो भने के हुन्छ भाउजू? क्या हुन्छ भन्नु? यहाँदेखि खस्यो भने डुब्छ मान्छे। यहाँ के भयो तँलाई? के भएन ओ भन्नेलाई भन् त। हजुर भयो तपाईँका त्यो इन्डियातिर बस्या भएर हो तपाईँले गफ दिया। अहिले घाममा फोटो खिचेको हुन्छ त। अनि बाबु राम्रोसँग है। हजुर के त्यहाँ बस्ने? एकैछिनमा अहिले रोक न, एकछिन रोक। घोडाघोडी ताल गाइस, यो चाहिँ घोडाघोडी ताल हो। तपाईँलाई म जानकारी गराउँ। हेर्नुहोस्, यहाँ चाहिँ कमलको फुलहरू छ है। यहाँ कमलको फुल, यहाँ चाहिँ कमल। अनि के भनिस् तैँले? के भनिस्? तर त ह्यान्डसम रहेछ यार। भिडियोमा त ह्यान्डसम आइरहेछस् त। हामी हेर कति कालो छौँ हामी। थाहा छ मलाई यति बेला। गर्न सकिन्छ त गर्नु। यो घोडाघोडी ताल गर्नु छ। यहाँ यतातिर घोडा। यो चाहिँ यदि यहाँ घोडामा चस्मा लगाएको यो मार्केटिङ गर्ने चाट दिएको थियो मलाई। के को ए सो गाइस, हामी चाहिँ घोडामा बस्ने हो र? जब बस्ने एक्सपिरियन्स छैन अनि अहिले आशीर्वाद नसुन्नु है। घोडामाथि फेरि घोडामा पनि बस्ने जस्तो खालको मान्छे हुनु पर्यो नि अलि ह्यान्डसम। हामी जस्तो मान्छे त्यहाँ छ। झुला भनेको त्यहाँ छ गाइस। कति खतरा ह्यान्डसम आउँछ यार यो पियुष होइन। हेर्नु त यता अरे हामी चाहिँ यस्ता छौँ। फेरि हेर ऐरामा के अरे क्या लगाए जस्तो अरे आगो होइन। अब बुवा एक्लै हिँड्न लाग्नु भयो त। किन एक्लै ए घोडा हेर्दै हुनुहुन्छ कि बुवाले। यहाँ हेर मस्त बस्ने ठाउँ। स्लो मोसन भिडियो बनाएको थियौँ पहिला हामी आए बेला। सबभन्दा यो देखिछ त यार ह्यान्डसम। भिडियो बनाएर बुवाले घोडामा बस्छ।
यार बुवालाई घोडामा बसाइदिने अहिले आउँदाखेरि तपाईँ चढ्नु भएको र बुवा पहिला चढ्नु भएको घोडामा पहिला घोडामा त हिँड्थेँ म जङ्गबहादुर राणाको शासनमा हो भाउजू बस्नु भयो कि न तपाईँ इन्डियामा बस्नु भयो होला त तपाईँ त पुरा उसमा बस्नु भयो होला हात्तीमा बाइक कहाँ छ ए ल ओके छ पानी कहाँ गएर रहेछ खै थाहा छैन कहाँ जान्छ यो गोडागोडीको ताल हो गाइस यहाँ मान्छे यसरी आउनु भएको छ रमाइलो गर्नुको लागि हेर्नुहोस् यति धेरै हुनुहुन्छ सबै यो अवलोकन गर्नुको लागि आउनु भएको हो आहा कस्तो सुन्दर छोरी कस्तो लाग्यो यहाँको ठाउँ तिमीलाई कस्तो लाग्यो घोडामा बस्ने घोडा गरिछे यति बेला बच्चाहरूले मान्दै नमानेर यहाँ चाहिँ झुला खेलिरहेका छन् र हामी चाहिँ यहाँ मुख दर्शक हामीले हेरिरहेका छौँ अहिले फोटो खिच्दै हुनुहुन्छ घोडाघोडीको दृश्य तपाईँलाई देखाइरहेको छु अब हेर म कस्तो भइरहेछ छोरा मजा आइरहेछ यो सुतिहाली यसैमा सुतिहाली यार है ओहो अनि घुम्न फोटो खिच्न आउने त यहाँ चाहिँ तपाईँले सानो नाउ पनि तपाईँले खेल्न सक्नुहुन्छ यो उतादेखि तपाईँ देख्न सक्नुहुन्छ यहाँ चाहिँ यो चढेको चाहिँ यो चाहिँ आफै चलाउन मिल्छ र यदि तपाईँले आफै चलाउनु भयो भने 50 रुपियाँ एकजनाको र होइन तपाईँले आफू चलाउनु भएन भने एक्स्ट्रा 50 रुपियाँ तिर्नुपर्छ यहाँको वातावरण तपाईँलाई देखाइरहेको छु र यति बेला घोडाघोडीमा छु तपाईँलाई जानकारी गराएँ अहिले चाहिँ सपरिवार सहित चाहिँ म घोडाघोडी घुम्नको लागि आएको छु विशेष गरेर र तपाईँले देख्नुभयो यो यसरी हो देख्न सक्नुहुन्छ यहाँको म चाहिँ अब रिटर्न भएन है त म चाहिँ रिटर्न हुँदैछु यहाँ एकदमै धेरै साथीहरू हुनुहुन्छ धेरै साथीहरू तपाईँ देख्न सक्नुहुन्छ के भन्न चाहन्छस् अब यस्तो गाइस अब धेरै महिनापछि हामी आएको होइन सबभन्दा पहिला मेरो मन त बोटिङ गर्ने छ ओके ल जाउँ त फेरि बस भइहाल्यो यति बोल्नेस् अनि अब के बोल्नु अब मम्मी र ड्याडीलाई देखाउनु मलाई त यहाँ गाइस यति बेला यहाँ एकदमै धुमधडाका फोटो खिच्ने काम भइरहेको छ हाम्रो भाउजू अनि यहाँ कहाँदेखि कुन ठाउँदेखि आउनुभयो तपाईँ झारखण्डदेखि आउनुभएको छ अनि हामीलाई भेट्न सो हामी यति बेला घोडाघोडीमा छौँ घोडाघोडीको दिलवाला ठाउँमा छ मस्त भइसकेको छ घुम्न आएको टाइममा यहाँ छोरालाई चाहिँ छोराको दाँत चाहिँ यस्तो भयो के भन्ने गाह्रो छ हस्पिटल लिएर जानु पर्यो के भन्छ डक्टरले गिजानिर धेरै चोट लागेको छ गिजामा चाहिँ चोट लागेको छ